काठमाडौँ महानगरपालिका वडा नम्बर 10 स्थित मध्य बानेश्वर हाइटमा रहेको डिप बोरिङ पानी नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले समुद्घाटन गर्नुभएको छ। यो डिप बोरिङ पानी 2071 सालदेखि सञ्चालनमा आएको थियो। अहिले विभिन्न किसिमका केमिकल मिसावट पानी आएकोले फिल्टर मेसिन परिवर्तन गरेर फेरि समुद्घाटन गर्नुभएको छ। यो उद्घाटनको तस्बिर हेर्नुहोस्। यो अहिले प्रकाशमान सिंहले उद्घाटन गरिरहनु भएको छ। तपाईले यस्तो देख्दाखेरि तपाईलाई कस्तो लाग्छ? आफ्नो सुझावहरू दिनुहोला। धन्यवाद।